हाम्रो परमेश्वरको उपस्थिति हाम्रो बिचमा घोषणा गर्नुभएको निम्ति अनि हाम्रो परम परमेश्वरको उपस्थितिभित्र हामी सम्पूर्ण हामी उहाँ पूजनलाई अनि सामेल गर्नुभएको निम्ति अनि हामी अब महत्त्वपूर्ण समयमा आएका छौँ अनि आजको यो पवित्र विवाहको अनि कार्यक्रममा हामी सहभागी भएका हामी सम्पूर्ण हामी अवगत छँदैछ अनि आजको यो विवाहको करार अनि वचन अनि सम्पूर्ण अनि यो विवाहको सम्पूर्ण भागलाई अनि अगुवाई गर्न प्रभुमा आदरणीय पास्टर अनि समुराई ज्यूलाई म यस समय दिन चाहन्छु अनि हामी उहाँलाई हामी समय हामी स्वागत गर्दैछौँ। परमेश्वरलाई महिमा होस्। यहाँ उपस्थित भएका प्रभुका जनहरू विवाहमा निम्तो पाउनुभएका र आफन्तजनहरू दुलहाको तर्फबाट अनि दुलहीको तर्फबाट मण्डली परिवार अनि मेरो व्यक्तिगत तर्फबाट यहाँ सबैलाई जय मसीह साथै नमस्कार भन्न चाहे मैले। परमेश्वरलाई महिमा भएको होस्। आज हामी विशेष सभामा छौँ अनि यो सभा तपाईँ हामीलाई थाहा छ र यो सभा मानिसको जीवनमा एकजनाको जीवनमा एकचोटि मात्रै आउँछ। यो विवाह भन्ने कुरा चाहिँ एकजनाको जीवनमा एकचोटि मात्रै आउँछ। सो एकचोटि मात्रै आउने भएको कारणले हामी सबैले यसलाई विशेष मनाउँछौँ। यो चाहिँ मानिसको जीवनको लागि विशेष हो। अनि याद गर्नुहोस् जतिजना मण्डली आउने जवानहरू हुनुहुन्छ र अविवाहित हुनुहुन्छ यो चाहिँ सबैभन्दा आदरणीय हो जुन वचनले हुन्छ बाइबलले भन्छ। कुन चाहिँ सबैभन्दा आदरणीय भन्दाखेरि वचनको करार विवाहको लागि बनाइएको वचनको करार चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा हो किनकि यो परमेश्वरको इच्छा हो। आमेन। परमेश्वरको इच्छा भएको कारणले हामी कुन ठाउँमा के गर्यौँसँग मतलब भएन तर योसँग मतलब हुन्छ कि हामी परमेश्वरको उपस्थिति अभिभावक मण्डली परिवार शुभचिन्तक आफन्तजनहरूको उपस्थितिमा र उहाँहरूको साक्षीमा बाइबलले जे लेखिएको छ यो कुरा चाहिँ हामीले प्रमिस गर्नु भाव गर्नु अथवा अनि मानिसहरूको बिचमा त्यो कुरा स्वीकार गर्नु चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा हो। परमेश्वरलाई महिमा भएको होस् कि आज हामी यस ठाउँमा यस कारणले उपस्थिति छौँ कि परमेश्वरले हामी सबैलाई एक बनाउनु भएको छ। चाहे प्रभुलाई चिन्ने व्यक्तिहरू होस् चाहे प्रभुलाई नचिन्ने व्यक्तिहरू होस् तर परमेश्वरले हामीलाई एउटा बनाउनु भएको छ। त्यो एउटा बनाउनु भएको कारणले हामी यस ठाउँमा छौँ। आज मिति 2083 1 महिना 16 गते अर्थात् 2026 4 महिना 29 को दिन बुधबारको दिन हामी थसी ब्याङ्क्वेटमा भेला भएका छौँ। म यहाँहरूलाई अवगत गर्न चाहन्छु कि श्री जोग बहादुर थिङ तथा श्रीमती मनमाया थिङका सुपुत्र श्री दाव तामाङ थिङ र श्री जहान सिंह राई तथा श्रीमती निर्माया राईकी सुपुत्री सुश्री नाउमी राई बिचमा पवित्र विवाह हुन गइरहेको छ। यो दिनको लागि र उनीहरूको प्रतिबद्धताका निम्ति परमेश्वरलाई धन्यवाद। अब म औपचारिक रूपमा विवाहका विधिहरू गर्न गइरहेको छु। त्योभन्दा पहिला म हुनेवाला दुलहा र हुनेवाला दुलहीको अभिभावकहरूबाट अनुमति लिन चाहन्छु। यदि तपाईँहरूले मलाई विवाह दिन अनुमति दिनुहुन्छ भने हात उठाएर मलाई हल्लाएर तपाईँलाई के अरे दिन्छौँ भन्नुहोस् न। अभिभावकहरू हुनेवाला दुलहाको अभिभावक हुनेवाला दुलहीको अभिभावकहरूले हात उठाएर हजुर ल हुनेवाला दुलहीको तर्फबाट आइसक्यो। हुनेवाला दुलहाको तर्फबाट
न अभिभावक दुला दुलाको अभिभावक परमेश्वरलाई मनमा भएको छ कानुनी रूपमा पनि हुन्छ बस्न सक्नुहुन्छ नेपालको संविधानले 20 वर्ष नागरिकको हुनुपर्छ विवाह गर्नको निम्ति कानुनी रूपमा दोस्रो अभिभावकहरूको के चाहिन्छ सहमति चाहिन्छ अनि अभिभावकको सहमति आइसक्यो सम्भवतः 20 वर्ष मुनिको हुनुहुन्न होला होइन 20 वर्षभन्दा मुनिको हुनुहुन्न भनेपछि कानुनी रूपमा पनि हामी के छौँ भन्दाखेरि योग्य छौँ सक्षम छौँ विवाहको कार्यक्रम सुरु गर्ने मैले अनुमति पाइसकेको छु र यो सँगसँगै हामी सुरुमा वचनलाई हेर्नेछौँ कि विवाहको विषयमा यसले के भन्छ भनेर विवाहको विषयमा बाइबलले के भन्छ वचनले के भन्छ यो कुराहरू अलिकति हामीले हेर्नेछौँ जुन काउन्सेलिङ चाहिँ जीवनको निम्ति यस्ता सम्भावित कुराहरू हुन सक्छन् यसलाई हामीले कम गर्ने हो भन्ने हो तर जब जीवनमा लागू पर्ने कुराहरू आउँछ कतिचोटि बलिदान आउँछ यो बलिदानमा जसले मान्छेले गर्न सक्छ उनीहरूको परिवार अझ राम्रो हुँदै जान्छ वचनमा यसरी लेखिएको छ उत्पत्ति 2:18 फेरि परमेश्वरले भन्नुभयो मानिस एक्लो रहन असल छैन म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउने छु यो दुईवटा शब्द छ सुहाउने सहयोगी के रे सुहाउने अनि सहयोगी यो सुहाउने भन्ने शब्दलाई मजाले हेर्ने हो भने चाहिँ एउटै मूल्य भएको सुहाउने भनेको शब्द चाहिँ के रे एउटै मूल्य सिमिलर भ्यालु भन्छ एउटै मूल्य भएको भनेले जब विवाह गर्दैछन् भने उनीहरू मूल्यमा एक समान हुन् कोही ठुलो कोही सानो हुँदैन भूमिका फरक हुन्छ निर्वाह गर्ने जिम्मेवारीहरू फरक हुन्छ तर उनीहरूको मूल्य एउटै हो कहिले पनि मानिसले यो सोच्नु हुँदैन कि म छोरा मान्छे र मेरो श्रीमती जहिले नि तल हुनुपर्छ तल मानेमा केमा तल हुनुपर्छ भन्दाखेरि आफ्नो जिम्मेवारीको आधारमा तलमाथि हुन सक्छ तर सोचको विषयमा एकले अर्कालाई सहयोग गर्ने विषयमा कहिले पनि तलमाथि हुन सक्दैन यदि परिवारले यो कुरा बुझ्यो भने आफ्नो परिवारलाई के गर्ने गर्छ माया गर्ने गर्छ किनकि मायामा जहिले पनि के हुन्छ भन्दाखेरि बलिदान हुन्छ जसले परिवारमा बलिदान गर्न सक्यो उसको परिवार राम्रो हुन्छ किनकि कुनै पनि बलिदान बिना केही चिज बन्दैन केही चिज आकार आउनको निम्ति बलिदानको आवश्यकता पर्छ इमानदारीताको आवश्यकता पर्छ जहाँ इमानदारीता छैन त्यहाँ बलिदानको अर्थ छैन अनि बलिदान बिना इमानदारीता आउँदैन इमानदारीता बिनाको बलिदानले काम लाग्दैन त्यो भएर इमानदार र बलिदान सँगसँगै जान्छ मान्छेको जीवन कति कुरा मन पर्छ कति कुरा मन पर्दैन मन पर्ने कुरामा धन्यवाद मन नपर्ने कुरामा स्वीकार गर्न जरुरी छ र विवाह परमेश्वरको इच्छा भएको कारणले गर्दाखेरि यहाँ उत्पत्ति 2:18 भन्छ फेरि परमेश्वरले भन्नुभयो मानिस एक्लो रहन असल छैन यो परमेश्वरको आवाज हो कि मानिस एक्लै रहन असल नभएको कारणले सुहाउने सहयोगी उहाँले बनाउनु भयो जब उहाँले बनाउनु भयो भने विवाहमा जब उहाँको हस्तक्षेप परमेश्वरको हस्तक्षेप जुन विवाहमा हुन्छ त्यहाँ बलिदान र इमानदारीता हुन्छ जहाँ परमेश्वरको हस्तक्षेप छैन त्यहाँ इमानदारीता र बलिदान हुँदैन र त्यसको कदर पनि हुँदैन किनकि बलिदान हामीलाई परमेश्वरले गर्न सिकाउनु भएको वर्दी अफ कम्प्यारिजन भन्छ अर्को शब्दमा असल सुहाउने अर्थ वर्दी अफ कम्पेयर तुलना गर्न योग्य श्रीमान जुन लेभलमा तुलना गरिन्छ भने श्रीमतीले पनि त्यही लेभलमा तुलना गर्न सकिन्छ यो बाइबल होइन इज बिब्लिकल यो मानिसको मनोगणन्तको कुरा होइन यो बाइबलले भन्छ अनि सहयोगी भन्ने शब्द हामीले यसलाई अक्षर हेर्ने हो भने चाहिँ के हो भन्दाखेरि परमेश्वरले हामीलाई जुन नजरमा उभिएर उहाँले हेर्नु भएको छ श्रीमतीलाई पनि त्यही नजरमा उभिएर हेर्न सक्नु भनेको चाहिँ सहयोगी हो सहयोगी भन्ने शब्द चाहिँ परमेश्वरले हामीलाई जुन लेभलमा मलाई जुन लेभलमा हेर्नु भएको छ त्यही लेभलमा मैले पनि मेरो हुनेवाला मेरो श्रीमतीलाई र अबको नवा हुनेवाला दुलाहले हुनेवाला दुलाहीलाई हेर्न सक्ने स्ट्यान्डर्ड हो परमेश्वरको स्ट्यान्डर्ड चाहिँ त्यो हो परमेश्वरको स्ट्यान्डर्ड चाहिँ सुहाउने र सहयोगी हो
सुहाउने पैसामा होइन, सुहाउने सोचमा हो, सुहाउने विचारमा हो। सहयोगी केमा भन्दाखेरि परमेश्वरले मलाई जुन नजरमा हुन्छ मलाई, मैले नि त्यही नजरमा मेरो श्रीमतीलाई हेर्नुपर्छ। परमेश्वरले जुन नजरमा हेर्नुहुन्छ मैले पनि त्यही नजरमा मेरो श्रीमतीलाई हेर्नुपर्छ। द्याट इज इक्वल स्ट्यान्डर्ड। परमेश्वरले इक्वल स्ट्यान्डर्ड दिनुभएको छ। यो हो हामीले हेर्नुपर्ने कुराहरू, याद गर्नुपर्ने कुराहरू। उत्पत्ति 2:20 को अन्तिम खण्डमा लेख्छु, आदमको निम्ति तिनलाई सुहाउँदो कोही सहयोगी पाइएन। परमेश्वरले भेटाउनु भएन, खोज्नु भयो तर पाइएन। नपाइएपछि के गर्नुभयो? 21 मा यसैकारण प्रभु परमेश्वरले मानिसलाई मस्त निन्द्रामा पार्नुभयो र तिनी निदाएको बेलामा तिनका परमहरू मध्येको एउटा निकालेर त्यसको ठाउँमा मासु भरिदिनु भयो। आदमलाई मस्तमा निन्द्रा पार्नुभयो। त्यो बेला कतिवटा चालहरू हामी बुझ्दैनौँ, तर परमेश्वरले दिनुभएको कारणले हामी विश्वास गर्नुपर्छ। आमेन। कतिचोटि श्रीमान श्रीमतीको यात्रा बुझाइमा हुँदैन, तर विश्वासमा चल्नुपर्छ। तर जब तपाईँ विश्वासमा चल्नुहुन्छ र तपाईँले आफ्नो विश्वास जब बढाउनुहुन्छ, तपाईँले धोका पाउनुहुन्न। शङ्काले धोका ल्याउँछ, विश्वासले एकता ल्याउँछ। 21 मा जुन परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो, त्यसबाट एउटै स्त्री बनाएर मानिसका ल्याउनु भयो। 23 मा मानिसले भने यो त मेरै हाडको हाड र मासुको मासु हो, तिनलाई स्त्री भनिनेछ किनभने तिनी पुरुषबाट निकालिएकी थिए। पुरुषबाट निकालिएकै भए पनि परमेश्वरले हेर्ने नजर एउटै हुन्छ। मलाई जुन नजरमा परमेश्वरले हेर्नुहुन्छ, मेरो श्रीमतीले त्यही नजरमा परमेश्वरले हेर्नुहुन्छ र त्यही नजरमा हेर्नु भएको कारणले मैले पनि मेरो श्रीमतीले त्यही नजरमा हेर्न जरुरी छ। किनकि विवाह परमेश्वरको इच्छा हो भने हाम्रो दुईजनाको सम्बन्धमा पनि परमेश्वरको इच्छा अनुसार चल्न राम्रो हुन्छ। आमेन। 2:24 मा 1:2 असल हो किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछन्। 1:2 असल हो किनकि कामको फल पाउनेछ। एकले केही गर्न सक्दैन, दुईले सारा संसार जित्न सक्छ। उपदेश 4:9 लेखेको छ, यसकारण मानिसले आफ्नो आमा बुवालाई छोड्छ र आफ्नो पतिसँग मिलिरहन्छ, तिनीहरू एउटै शरीर हुन्छन्। यो हेर्दाखेरि एउटै शरीर भनिन्छ। शरीर एउटै भन्दाखेरि पनि सोच जब एक हुन्छ, मानिस दुईजना हुँदैन। किनभने मानिस दुई हुने चाहिँ के हो? विचारले फरक हुने। तर मानिस एक हुने चाहिँ विचार अनि सोचले फरक हुने भएको कारणले गर्दाखेरि वचनले यही भन्छ। उपदेशक 4:9 यसरी भन्छ, 1:2 असल हो किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछ। 1:2 असल हो। 10 मा यदि एउटा लुट्यो भने त्यसको मित्रले त्यसलाई उठाउन सहायता गर्छ, तर लुट्दा पनि नउठाउने कोही साथी नहुने त बिचारा। यसकारण 11 मा यस्तै यदि दुईजना सँगै सुते भने ती न्यानो हुन्छन्, तर एकले त कसरी न्यानो हुने। 11 मा एकजनालाई कसैले जित्ला, तर दुईजनाले त आफ्नो सुरक्षा गर्न सक्छन्। 3 सूत्रले बाँधेको डोरी चाँडै छुटिँदैन। आमेन। 3 सूत्रले श्रीमान श्रीमती अनि परमेश्वर। श्रीमान श्रीमतीको बिचमा जब परमेश्वरको हस्तक्षेप हुन्छ, त्यहाँ हतपत छुटिँदैन। किनकि विवाह परमेश्वरको इच्छा हो भने त्यो विवाहभित्र हामीले जहिले पनि परमेश्वरलाई स्वागत गर्न जरुरी छ। म अन्तिमतिर आएको छु। हितोपदेश 19:14 यसरी भन्छ, घरहरू र सम्पत्ति आमा बुवाबाट आएका हुन्छन्, तर विवेकी पत्नी चाहिँ परमप्रभुबाटै आएकी हुन्छ। विवेकी पत्नी चाहिँ परमप्रभुबाटै आएको हुन्छ। ध्यान दिनुपर्ने कुराहरू। विवेकी पत्नी कस्तो? जो विवाह गरिसकेपछि आफ्नो श्रीमानको हरेक कुरामा उठ्दिन्छ। एउटा श्रीमानलाई कहाँ लाने भन्ने कुरा चाहिँ श्रीमतीको हातमा हुन्छ। आफ्नो परिवारलाई कसरी मिलाउने, अग्रजहरूसँग कसरी अगाडि जाने, कसरी बढ्ने, के गर्ने भन्ने कुरा चाहिँ कहाँबाट सुरु हुन्छ? संस्कार श्रीमतीबाट सुरु हुन्छ। यो बुझ्न जरुरी छ। हामीले यो थाहा पाउन जरुरी छ कि जब विवाह गर्दैछौँ भने यो विवाहमा परमेश्वरको इच्छा छ कि छैन। किनकि विवाह परमेश्वरको डिजाइन हो। Marriage is God's design.
विवाह परमेश्वरको डिजाइनभित्र पर्ने भएको कारणले यहाँ हाम्रो विवाहमा परमेश्वरलाई सँगसँगै लागु चाहिँ सबैभन्दा उत्तम कुरा हो। हामी लामो कुरा गर्दिनँ किनकि 5 हप्ता लगभग 10 घन्टा मैले विवाह पूर्वको तयारीको विषयमा उनीहरूलाई काउन्सिलिङ दिइसकेको कारणले गर्दाखेरि अब म विवाहको विधिमा जान चाहन्छु। के तपाईँहरू दुवैजना आफ्नो स्वतन्त्र इच्छाबाट त्रिएक परमेश्वर मण्डली परिवार, आफ्नो अभिभावकहरू, शुभचिन्तकहरू र आफन्तजनहरूको उपस्थितिमा पवित्र विवाह बन्धनमा बाँधिन चाहनुहुन्छ? हजुर चाहन्छु। हाम्रो बाँकी रहेको खाना पस्ला जस्तो छ। ताउ हुनेवाला दुलाईलाई दिनुहोस् है। त्यहाँबाट नि उत्तर सुन्नु। तयारी हुनुहुन्छ? प्रश्न अघि सोधिसकेका छ दुवैजना। हजुर म तयारी छु। अब प्रश्न हुनेवाला दुलाहालाई, के तपाईँ सुश्री नाओमी राईलाई आफ्नो विवाहित पत्नीको रूपमा स्वीकार गर्न तयार हुनुहुन्छ? हजुर म तयार छु। जुन प्रश्नको उत्तरमा तयारी छैन भन्ने आउँछ नि त्यो बेलामा विवाह सकियो, क्यान्सिल भयो। खाना पनि खेर गयो, हाम्रो मेकअप पनि खेर जाने भयो, सबै खेर जान्छ। ध्यान दिएर सुन्नुहोस् त। हामीले याद गर्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि पछि दुईजनाको ठाकठुक हुँदाखेरि एकले अर्काको घरमा सुनाउँदैछ भने घिउ काम लाउने काम नगर्नुहोस्। घिउ थप्ने काम गर्नु हुँदैन। दुईजनाको बिचको सम्बन्धमा हामीले पानी लाउने काम गर्नुपर्छ। हट आर्गुमेन्टमा घिउ होइन पानीको आवश्यकता पर्छ। आमेन। दोस्रो प्रश्न, यस मण्डली र विवाहको पवित्रतालाई ध्यानमा राखी त्रिएक परमेश्वरको उपस्थितिमा दुवैजना सँगसँगै जिउन के तपाईँ तयार हुनुहुन्छ? हजुर तयार छु। मृत्युले नछुटाएसम्म असल होस् या खराब सबै परिस्थितिहरूमा सुश्री नाओमीलाई उत्साह दिन, प्रेम गर्न, सान्त्वना दिन, इज्जत दिन र पालन पोषण गर्न के तपाईँ तयार हुनुहुन्छ? हजुर म तयार छु। के तपाईँ श्री दावा पतिको रूपमा स्वीकार गर्न तयार हुनुहुन्छ? हजुर म तयार छु। यस मण्डली र विवाहको पवित्रतालाई ध्यानमा राखी त्रिएक परमेश्वरको उपस्थितिमा दुवैजना सँगसँगै जिउन के तपाईँ तयार हुनुहुन्छ? हजुर। तेस्रो प्रश्न, मृत्युले नछुटाएसम्म असल होस् या खराब सबै परिस्थितिहरूमा श्री दावालाई सहायता गर्न, प्रेम गर्न, सान्त्वना दिन, इज्जत दिन र पालन पोषण गर्न के तपाईँ तयार हुनुहुन्छ? हजुर म तयार छु। अब अन्तिम प्रश्न, परमेश्वरको सामु सुश्री नाओमी राईलाई आफ्नो वैधानिक पत्नीको रूपमा स्वीकार गर्न के तपाईँ तयार हुनुहुन्छ? हजुर तयार छु। अब अन्तिम प्रश्न हुनेवाला दुलहीलाई यो सभाको उपस्थितिमा र त्रिएक परमेश्वरको सामु श्री दावा तामाङ थिङलाई आफ्नो वैधानिक पतिको रूपमा स्वीकार गर्न के तपाईँ तयार हुनुहुन्छ? हजुर म तयार छु। दाहिने हात, दाहिने हात।